कोई नहीं था मेरे साथ में रोने को, आईने में बैठा गुरु था बस कहते। न्यू मिनी ब्लग छ गाइस। आज चाहिँ म दबाई किनेर जान थालेको छु है। खाना खाएर चट्ट लाएर होइन दबाई किनेर अनि अब के खानुहुन्छ के खानु हुँदैन भन्ने सोध्नु पनि पर्यो नि त। त्यतिकै दबाई मात्र खाएर भएन अनि त्यही हो है। पनि त्यस्तो गाह्रो पनि छैन होइन। जाँदैछु साइकल हिँडेर जाउँ भने हिँडेर के जानु भनेर फेरि अनि मन लागेन क्या। अनि ल जाउँ साइकलमा जाउँ एकैछिनमा त हुन्छ नि त। फेरि घामबाट फेरि आइदिए फेरि जा जस्तो हुन्छ नि त। अनि त्यो भएर गाह्रो छ हाँकेर बल्लोतिर त्यो भइरहेको छ नि त। ओ अलि गाह्रो छ। अनि फेरि यता घर बन्नु थालिसकेको छ नयाँ घर है। घरै हुने भयो चारैतिर। त्यही हो सुच्चाहरू भाइहरूकोतिर छ जहाँ छ कि 1 देखि 10 सम्म छ। त्यही त पहिला हाम्रो जाँच हुन्थ्यो अहिले अनि पढाइ सकिसकेको छ नि त। त्यही भएर पनि जाँच पनि हुँदैन कहिले हो भने थाहा पनि हुँदैन क्या। अनि यता चाहिँ फर्निचर काम भइरहेको छ। हस्पिटल त्यही हो सरकारी हस्पिटल। अनि बाहिरबाटै औषधि किन्नु पर्थ्यो कि के भएर लागेको नभए त्यति लाग्थ्यो नि। औषधि भनेपछि के गर्नु किन्नै पऱ्यो नकिनेको हुँदैन। अब के खाने के नखाने भने सोध्नु पनि पऱ्यो होइन। नसोधिको त भएन। अनि अब हिँड्दै आयो भने अजीवन लाग्छ कहिले के हुन्छ होइन। अनि अब एकैछिन साइकलमा जाउँ अनि सर आएर अब होइन 2 हप्तासम्म हेरौँ के हुन्छ कसो हुन्छ। त्यसपछि फेरि अर्को भिडियो एक्सरे गर्नुपर्छ के गर्छ। शरीर भएर ठुलो भयो भने गाह्रो सानो भयो भने गाँदा खाएर सुक्यो भने त के गर्नु जे गरे पनि नहुने क्या होइन। मस्त छ। अनि आज बजार हो शुक्रबार। अनि मलाई भ्लग बनाउन आउँछ कि आउँदैन कि अलिकति कहिले काहीँ चाहिँ अनुहारै देखिँदैन कि। अनि त्यतिखेर चाहिँ अलिक नराम्रो लाग्छ। देख्यो भने चाहिँ ठिकै लाग्छ नत्र नराम्रो लाग्छ। अनि अस्ति दिएको थियो डक्टरले त्यो चाहिँ त्यो लेख्दा चाहिँ औषधि आजदेखि गइरहेको छु म। आइसकेको छु धेरै टाढा नि। त्यही हो अब पुगेपछि तपाईँहरूलाई थियो भन्ने गरौँला। फाइनली औषधि किनेर मैले आइसकेको छ है। अस्ति चाहिँ दाइलो हुन आँट्यो चिनी चाहिँ 520 पर्छ भनेर चाहिँ अहिले चाहिँ एउटा भिटामिन र एउटा बिहान बेलुका खानु भनेर दिएको छ फर्केको है। घरतिरै भेटौँला है। सो फाइनली घर आइसकेको छु म। त्यही हो अनि हामी चाहिँ फेरि अब दाबेर जान थाल्यो माटो ल्याउनु दाइरोमा। कपाल चाहिँ दामी काट्दैछ मैले। आज बजारको दिन हाम्रो एउटा बराल्ने मात्र लिएर आउने। ल जाउँ हामी जाउँ। यो फुल हेर्नु रातो फुल फलेको छ। हस्पिटलबाट दबाई किन्नु लाग्यो फेरि अब दाबरे गएर माटो लिएर आउँ। अहिले 1-2 बजीतिर पुरै बजार भिड हुन्छ। अघि नजाने भने चाहिँ फेरि अब जानु पऱ्यो भने के गर्नु माटो ल्याउनै पऱ्यो। त्यही हो भोलि ल अब यस्तै हो। अब दाबरीको चोकतिर भेटौँला। अलिकति भित्र पसिसकेका छौँ। अनि यताको दाबरीको हरियाली दामी
हेर्नु भर्खरै हरियो हुँदैछ बाटो लिने ठाउँ। अनि आज चाहिँ बाँदरहरू छैन, अघि चाहिँ एउटा बाँदर देखेको थियो। अब माटो जहाँ भेट्छ त्यहीँ फस्ने त्यहीँ त छ नि त। ब्याग 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 ल पछाडि नै लग्यो। खालको पाता परी सिन्काले गाँसेर ब्याग पछाडि नै जाउँ। पछाडिले यहीँ ल खुर्पीले धमाधम हानिहाल्छ ल। निकालो हतियार ल एउटा निक्लिँदैन फेरि निक्लिन ल भट्टा भटानु यही हो ल माटो। दाइले खान्छ मैले बोरामा हाल्छु। भोटेको छोरा हो छिमेकीलाई भनिदियो, आमाले छिमेकीले त्यसलाई भनिदियो भन्छ नि फिल्ममा। राम्रो माटो रहेछ त्यहाँ। बाँदरै छैन फेरि। यहाँ कहाँ हुन्छ? डाबरीमा हुन्छ। अघि त्यहाँ थियो त्यो एउटा एक दुईवटा आकल झुक्कल। ल अब एकैचोटि बोरामा हालेर साइकलमा बाँधेपछि देखाउँला। फाइनली एउटा यो माटोको बोरा लिएर हामी निक्लिसकेका छौँ यता। ल अब घरतिरै भेटौँ। फाइनली माटोको लिएर घरमा आइसकेको छु। अनि हाम्रो घरमा चाहिँ लसुन हिजो उखालेर सुकाउँदैछ, सुकाइरहेछ। अनि पप्पीको पनि फेरि के नलागेर औषधी लगाएर अब त्यहाँ घाममा राखिदिइरहेछ। ल वाचिङ द भिडियो।